त्यो साथ यो हेटौडा चार्ज स्टेसन आइपुग्यो है। टक्क यताबाट गयो भने चाहिँ चितवन पुगिँदो रहेछ होइन। यो बाटो यता यता हुँदै चाहिँ अब सिन्धुली हुँदै भिमान हुँदै गाईघाट हुँदै धरान जाने बाटो हो यो चाहिँ। अब यहाँनिर टक्क चार्ज गर्नु गरिसक्नु आँट्यो लगभग। अब चार्ज गरेर यहाँबाट सिन्धुलीतर्फ लागिन्छ होइन। यो बाटो हुँदै चट्ट लागिन्छ सिन्धुली भिमान हुँदै हुँदै धरान हुँदै धनकुटातर्फ गइँदैछ होइन। चट्ट गाडी पनि चार्ज भइसक्नु आँट्यो अब लगभग। हाम्रो दाइहरू पनि अब चिया खाइसक्नुभयो कफी सफी। अब टक्क यहाँबाट होइन धनकुटातर्फ लागिन्छ। अब लगभग अहिले तपाईँको 6 बज्नु आँट्यो होइन। यहाँबाट लगभग अझै लाग्छ होला मलाई पुग्नुलाई, धनकुटा पुग्नुलाई समथिङ कति 12 घन्टा जति लाग्छ होला। अझै पनि चार्ज गर्दै जानुपर्छ। अब गाडी हेरौँ कति चार्ज भयो होइन। चट्ट चार्ज गरेर लाग्नुपर्ने फुल गरेर ल चट्ट लाएर 94% चार्ज पनि भइसकेछ होइन। अब 6% गरेर 100 भइन्छ। त्यसपछि टक्क यहाँबाट सिन्धुलीसम्म गएर सिन्धुलीमा चार्ज गरेर एकैचोटि गाईघाटबाट धरान चार्ज गर्ने। त्यहाँबाट चाहिँ ठ्याक्क धनकुटा पुगिन्छ होला लगभग। अब हेरौँ कति बजी पुग्छु। ल यति नै भाइ।